हेलो गाइस सानो सुँगुर पनि बियाएको रहेछ दिदीको घरमा आर्मीहरू पनि आउँछ बच्चाहरू पनि रहेछ बियाएको कति एकमा भएको छैन एउटै माउको यो आमा सानो सक्छ तपाईँले नि 3 सप्ताह मात्रै भयो ल गाइस हेर्न सक्नुहुन्छ यहाँ सुँगुरको बच्चा थोरै होइन पुगो 3टा मात्रै ल गाइस यो चाहिँ मेरो ब्लगमा अपलोड हुन्छ भोलि अरे उ त पनि छ यहाँ मेरो दिदी उहाँ चाहिँ दिदी है मेरो बुहारी मेरो घरमा यता चाहिँ हाम्रो भिनीले यहाँ धमाधम दाना पकाउनु हुँदैछ है गाइस यहाँ कुकुरको बच्चाहरू पनि पुरा टट्टै भएको रहेछ गाइस यता चाहिँ के छ दिदी ल ए मामा 3 महिना भयो 3 महिना भयो नि आम्मा 3 महिनामा यत्रो भएको रहेछ त नि यो बिक्री गर्नु भने चाहिँ कतिमा हुन्छ यो त अहिले त बिक्री गर्दैन म सबै राख्छ ए घरमै राख्ने यो फर्स्ट खेपमा ठुलो भयो त अहिले बिक्री गर्न त कम्ती नै 6-7 हजार भेट्छ होला 5,000 4,500 अरे यो 3टा बुढा 2टा बुढी एउटा घरमा राख्छ ठुलो जात त हेमसियरको जात ओ त पनि माथि म गाइस यो चाहिँ दिदीको घर है उहाँ चाहिँ भान्जा आगो फुकेर बसिराख्नु भएको छ अभी आया भित्रमा फुकेर चाहिँ यो बरन्डा गाइस यहाँ भान्जीले बडार कुरा भान्जीहरू एकदम सानाक छिरिक चाटाक छिरिक भान्जीहरू पनि ब्युटी छन् सबैतिर घोरी बनाउनु पर्यो सबैतिर पसेर बनाए दिदी यो चाहिँ दिदीको रुम गाइस यता चाहिँ मेरो भान्जीहरूको रुम हो गाइस आमामा यहाँ त झन् यत्रो ठुलो एक जोडी सुतिरहेको रहेछ गाइस सुँगुर झन् अनि स्याहार्ने मान्छे चाहिँ को छ दिदी गर्ने मान्छे चाहिँ तपाईँ नै बाबा सकेकै हो नि गाइस यता चाहिँ भान्जा बुहारीहरूको रुम है गाइस हेर्नु क्या टक्क छ यहाँ चाहिँ भान्जा बुहारीहरूको रुम हो सबैतिर घुरी देखाएँ है गाइस मैले चाहिँ बुहारी चाहिँ नुहाइधुवाइ गरेर चाटक चिटिङ हुँदैछिन् यता चाहिँ यसै किचनको लागि बनाइराख्नु भएको छ वर्तमान युज भएको रहेनछ यता चाहिँ रहेछ टोइलेट बाथरुम गाइस सबै सुँगुर त बाटो लाग्यो है गाइस लुई हेर्नु है यहाँ टुटु यहाँ चाहिँ भिनीको गाडी होला यहाँ भान्जाको होला ए यता चाहिँ मर्निङ भान्जाको हो ए मेरो सबसे ठुलो यो जोता पनि छिर्छ नि त्यो छिर्दैन नि त कुद्छ नि त यो चाहिँ जता पनि सानो बाटोमा पनि ल गएर छिटो आउनु ल गाइस बाई सबैलाई भन्दै राखेँ अहिले चाहिँ ल